नमस्कार। कानुन र न्यायसँग सम्बन्धित विविध विषयहरूको जानकारी प्रस्तुत गर्ने क्रममा आज पनि हामी अर्को एक नयाँ विषयका साथ उपस्थित भइसकेका छौँ। आज हामी यहाँहरूलाई अध्यादेशको सवालमा जानकारी प्रस्तुत गर्दैछौँ। पूर्व प्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वको हालको चुनावी सरकारले समेत विभिन्न प्रकृतिका अध्यादेशहरू जारी गर्दै आइराखेको छ। केही दिन अघि मात्रै मतदाता नामावली सङ्कलनको सम्बन्धमा यो सरकारले अध्यादेश जारी गरेको थियो। यसरी सरकारलाई अध्यादेश जारी गर्नुपर्ने बाध्यता किन बन्छ? अनि अध्यादेश जारी भयो भन्दैमा जनस्तरबाट उत्तिकै विरोध पनि भइराखेको हुन्छ। यसरी नागरिक स्तरबाट अध्यादेशको विरोध फेरि किन हुन्छ त? अध्यादेशको कानुनी हैसियत कस्तो रहन्छ? यसको आयु कति लामो हुन्छ? यी विविध विषयहरूमा यहाँहरूलाई हामी आज जानकारी प्रस्तुत गर्छौँ। सुरु गरौँ आजको विषयवस्तु। अध्यादेश भनेको विधायिका वा संसदको अधिवेशन चालु नरहेको अवस्थामा तत्काल कुनै कानुनी व्यवस्था आवश्यक परेमा राष्ट्रको सर्वोच्च निकायबाट विशेष अधिकारको प्रयोग गरी जारी भएको वा हुने कानुन सरहको मान्यता प्राप्त आदेश नै अध्यादेश हो। नेपालको हकमा संघीय संसदको दुवै सदनको अधिवेशन चालु नरहेको अवस्थामा तत्काल कुनै कानुन आवश्यक परेमा मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिबाट जारी गरिने कानुन सरहको मान्यता प्राप्त आदेश नै अध्यादेश हो। यो प्रदेश सरकारहरूका हकमा पनि लागू हुन्छ। प्रदेश तहमा प्रदेश मन्त्री परिषदको सिफारिसमा प्रदेश प्रमुखले अध्यादेश जारी गर्न सक्ने गरी नेपालको संविधानमा व्यवस्था गरिएको छ। किन जारी गरिन्छ त अध्यादेश? अध्यादेश सङ्कट वा आपतकालीन अवस्थाको व्यवस्थापनका लागि सरकारलाई कानुन व्यवस्था गर्न दिएको अधिकार र सुविधा पनि हो। प्रजातान्त्रिक संविधानमा जननिर्वाचित सरकारलाई संसदको अधिवेशन नभएको अवस्थामा गम्भीर प्रकृतिका काम तत्काल गर्न आवश्यक भएको खण्डमा प्रत्यायोजित विधायकी अधिकार प्रयोग गरी सरकारले अध्यादेश जारी गर्न सक्ने सुविधा दिएको हुन्छ। नेपालको संविधानको पनि धारा 114मा नेपाल सरकारले र धारा 202मा प्रदेश सरकारले अध्यादेश जारी गर्न सक्ने व्यवस्था रहेको छ। अनि के अध्यादेशले एन सरहकै मान्यता पाउँछ? यो कहिलेसम्म लागू रहन्छ त? अध्यादेश एन सरह मान्य हुन्छ। यद्यपि अध्यादेश अल्पकालीन र अस्थायी कानुन हो। अध्यादेश जारी भएपछि बसेको संसदको अधिवेशनमा अध्यादेश पेश गर्नुपर्ने हुन्छ। उक्त पेश भएको अध्यादेशलाई 60 दिनभित्र संसदबाट पारित गराइसक्नुपर्छ। संसदबाट पारित नभएमा त्यस्तो अध्यादेश खारेज हुन्छ। यदि संसद अधिवेशन बसेको मितिले 60 दिनभित्र सरकारले संसदमा अध्यादेश पेश नै नगरेको अवस्थामा समेत स्वत निष्क्रिय भएर जान्छ। यसका अलावा राष्ट्रपतिले चाहेमा जुनसुकै बेलामा समेत खारेज गर्न सक्ने गरी संविधानमा व्यवस्था गरिएको छ, जुन व्यवस्था प्रदेश सरकारले जारी गरेको अध्यादेशको हकमा समेत समान रूपमा लागू हुन्छ। यसरी सरकारलाई बाध्यता भएर जारी गरिने अध्यादेशको किन विरोध हुन्छ? प्रजातान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्न सरकारका अङ्गहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच आवश्यक शक्ति र अधिकारको बाँडफाँड, नियन्त्रण र सन्तुलन रहनुपर्छ। शासन सञ्चालनमा कुनै पनि अङ्ग निरङ्कुश बन्न नसकोस् भनेर प्रजातान्त्रिक संविधानमा अधिकारको वितरण तथा नियन्त्रण र सन्तुलनको व्यवस्था गरिएको हुन्छ। कानुन बनाउने अधिकार विधायिकामा, कानुन कार्यान्वयन गरी देशको शासन सञ्चालन गर्ने अधिकार कार्यपालिकामा र कानुनको व्याख्या गर्ने अधिकार न्यायपालिकामा रहेको हुन्छ। यसरी कानुन बनाउने निकाय संसदबाट कानुन नबनाएर सरकारले कानुन बनाउँदा आफ्नो स्वार्थ अनुकूल बनाउँदछ भन्ने आरोप लाग्ने गरेको छ। सरकारलाई जस्तो कानुन आवश्यकता पर्यो उस्तै उस्तै अध्यादेश जारी गर्ने भएकाले अध्यादेश जहिले पनि नागरिकको हितमा नभएर राज्यको पक्षमा रहेको हुन्छ भन्ने गरिन्छ। अध्यादेश अस्थायी कानुन हो। सरकारले अस्थायी कानुनको सहारामा आफ्नो निहित स्वार्थ पुरा गर्ने गर्छ र कानुनको शासनलाई अर्थहीन बनाउँदछ भन्ने टिप्पणी गरिन्छ, जसले सरकारलाई उत्तरदायी विहीन बनाउँदै जान्छ भनेर आरोप लाग्ने गरेको छ। यसर्थ हाम्रो मुलुकमा पनि कानुन बनाउने निकायलाई छलेर सरकारले अध्यादेश ल्याउँदा विरोध हुने गरेको छ। अहिले पनि देशमा प्रतिनिधि सभाको विघटन भइसके पछाडि चुनाव गराउने गरी बनेको
पूर्व प्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले पनि संसद नभएकै कारण अध्यादेश जारी गर्दै आइराखेको अवस्था छ। अध्यादेशको सवालमा यहाँहरूलाई थप कुनै जिज्ञासा छ भने यहाँहरूले राख्न सक्नुहुनेछ। अर्को अङ्कमा फेरि यहाँहरूसँग हामी भेट्छौँ। नमस्कार।